तपाईहरु मनी एक्सचेन्ज गर्न अर्थात पैसा साट्न जानुभयो भने अहिलेको अवस्थामा मनी एक्सचेन्जले तपाईहरुलाई 1 अमेरिकन डलर बराबर करिब 135 नेपाली रुपैयाँ दिन्छ। हामीलाई थाहा भएको कुरा हो कि अमेरिकाको अर्थतन्त्र नेपालको भन्दा धेरै राम्रो छ, जसले गर्दा उसको डलर नेपाली रुपैयाँ भन्दा धेरै बलियो छ। तर तपाईहरु फेरि एक जापानिज येन लिएर पैसा साट्न जानुभयो भने तपाईहरुलाई करिब 1 नेपाली रुपैयाँ दिन्छ। तर जापान त विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको देश हो। कसरी नेपालको 1 रुपैयाँ र जापानको 1 येन बराबर जस्तै छ त? तपाईहरुको मनमा कहिलेकाहीँ एउटा प्रश्न पक्कै उठेको हुनुपर्छ। नेपाल सरकारले चाहे जति पैसा छाप्न सक्छ, तर किन उसले चाहे जति पैसा छापेर सबै नेपालीलाई बाँड्दैन त? सबैको हातमा लाखौं रुपैयाँ हुन्थ्यो, घरगाडी हुन्थ्यो, देशबाट गरिबी त एकै झट्कामा हटाउन सकिन्थ्यो। तर पनि किन सरकार जनतालाई गरिब नै रहन दिन्छ त? यदि तपाईहरुले याद गर्नुभएको छ भने नेपाली नोटमा लेखिएको हुन्छ, यो रुपैयाँ नेपाल सरकारको जमानतमा प्राप्त भएको हो र यसको भुक्तानी माग्न आएमा तुरुन्त पाइनेछ। त्यसको अर्थ तपाईले सरकारसँग गएर माग्नु भयो भने उक्त नोटमा लेखिए बराबरको सम्पत्ति तपाईहरुले पाउनुहुनेछ। तर त्यो सम्भव चाहिँ कसरी भयो त? जब तपाई पसलमा गएर 100 रुपैयाँको नोट दिनुहुन्छ, दोकानदारले उक्त पैसा सजिलै लिन्छ, किनभने उसलाई थाहा छ कि त्यो नोट बोकेर उसले जुनसुकै सामान पनि किन्न सक्छ। तर एउटा कागजको टुक्रामा त्यो भरोसा कहाँबाट आयो त? पैसा आखिर के हो? एउटा साधारण कागजको टुक्रा कसरी मूल्यवान बन्छ? यसको मूल्य कसले र कसरी निर्धारण गर्छ? आउनुस् आजको भिडियोमा पैसाको रहस्यबारे बुझौं। पैसा भन्नासाथ हाम्रो दिमागमा कागजको नोट वा सिक्काको सम्झना आउँछ। तर पैसा केवल कागज वा धातु होइन, यो एउटा माध्यम हो जसले हामीलाई बजारमा गएर सामान किन्ने सुविधा दिन्छ। 100 वर्ष अघि संसारमा पैसा भन्ने चीज नै थिएन। 7औं शताब्दीमा पहिलो पटक कागजी नोटको कन्सेप्ट चीनबाट सुरु भएको थियो। त्यसबेला व्यापारीहरूले सुनको भारी बोकेर हिँड्नुको सट्टा कागजमा यो मेरो सम्पत्तिको प्रमाण हो भनेर लेख्थे। तर यो विचार विश्वभर फैलिन भने 100औं वर्ष लाग्यो। नेपालमा त 2002 असोज 1 गतेबाट मात्र नेपाली नोट प्रचलनमा आउन थालेको थियो। पैसा प्रचलनमा आउनु अघि मान्छेहरूले बार्टर सिस्टम प्रयोग गर्ने गर्थे। बार्टर सिस्टम भनेको सामानसँग सामान साट्ने एउटा पुरानो प्रचलन हो। कल्पना गर्नुहोस् त, यदि पैसा नभएको भए हाम्रो जीवन कस्तो हुन्थ्यो होला? मानौ तपाई किसान हुनुहुन्छ र तपाईसँग गहुँ छ, तर तपाईलाई नयाँ जुत्ता चाहिएको छ। अब तपाई जुत्ता बनाउने मान्छेसँग गएर भन्नुहुन्छ, ल मेरो गहुँ ल्याऊ र मलाई जुत्ता देऊ। तर यदि त्यो जुत्तावालालाई गहुँ चाहिएको छैन भने मानौ उसले भन्यो मलाई त माछा चाहिन्छ। अब तपाई माछा खोज्न जानु पर्यो। माछा पसलेलाई गहुँ दिएर माछा लिनु पर्यो अनि त्यो माछा लिएर फेरि जुत्तावाला कहाँ फर्कनु पर्यो। कहिलेकाहीँ त माछावालालाई पनि गहुँ नचाहिन सक्छ अनि तपाई फेरि अर्को सामान खोज्न दौडाउनु पर्थ्यो। यस्तो अवस्थामा व्यापार गर्नु भनेको पहाड चढ्नु जस्तै थियो। त्यसैले मान्छेहरूले बार्टर सिस्टमको सट्टा अर्को अल्टरनेटिभ खोजिरहेका थिए। त्यही बेला सुन र चाँदी जस्ता धातुहरूको प्रयोग सुरु भयो। सुन विश्वभर नै स्वीकार्य थियो, किनभने यो दुर्लभ र टिकाउ हुन्थ्यो। मान्छेहरूले एउटा सामानसँग अर्को सामान साट्नुको सट्टा सुनको टुक्रा दिने गर्थे। तर सुनको पनि आफ्नै समस्या थियो। ठुलो व्यापार गर्न सुन बोकेर हिँड्न गाह्रो थियो। हरेक पटक तौलेर हिसाब गर्नु पर्थ्यो अनि सानो लेनदेन गर्नु पर्यो भने सुनको टुक्रा काट्न पनि सकिँदैन थियो। त्यहीमाथि चोरीको पनि डर हुन्थ्यो। त्यसैले बिस्तारै सुनको ठाउँमा सिक्काको चलन आउन थाल्यो। नेपालमा पनि प्राचीन कालमा लिच्छवी र मल्ल राजाहरूले सुन र चाँदीका सिक्का चलाएका थिए र पछि कागजी नोटको विकास भयो। वास्तवमा पैसा एक प्रकारको प्रतिज्ञा पत्र अर्थात प्रमिसरी नोट हो। मानौ मैले तपाईसँग 10,000 रुपैयाँ ऋण लिएँ। मैले एउटा कागजमा लेखेँ म तपाईलाई 10,000 रुपैयाँ 6 महिनापछि तिर्नेछु भनेर हस्ताक्षर गरेँ। यो एउटा प्रतिज्ञा पत्र भयो जहाँ मैले तपाईलाई 6 महिनापछि पैसा तिर्ने बाचा गरेको छु। पैसा पनि त्यस्तै प्रतिज्ञा पत्र हो जहाँ सरकारले हामीलाई बाचा दिएको छ। त्यसैले नयाँ पैसा छापिन अघि त्यो बराबरको सम्पत्ति सरकारी ढुकुटीमा हुनुपर्छ। मानव सरकारले यो वर्ष 5 अर्ब नयाँ पैसा छाप्दैछ भने नेपाल सरकारको ढुकुटीमा 5 अर्ब बराबरको सम्पत्ति हुनुपर्छ। त्यस्तो सम्पत्तिहरूमा कम्तीमा 50% सुन, चाँदी र विदेशी मुद्रा तथा बाँकी 50% सिक्काहरू र नेपाल सरकारले प्रकाशन गरेको ऋणपत्र हुनुपर्छ। यो कुरा नेपाल राष्ट्र बैंक ऐन 2058 को दफा 52 मा खुलाइएको छ। त्यसैले पैसा एउटा कागजको टुक्रा मात्र होइन, त्यसको पछाडि ग्यारेन्टी दिने सम्पत्ति पनि छ। त्यसैले हामी ढुक्क भएर पैसाको लेनदेन गर्छौं। अब एउटा प्रश्न सोच्नुहोस्, पैसाको मूल्य यति नै हो भनेर कसले निर्धारण गर्छ? मानव आज 1 किलो चामलको मूल्य 100 रुपैयाँ छ, तर त्यो 100 रुपैयाँको मूल्य कसले तोक्यो? र अर्को कुरा मैले माथि भने जस्तै
यदि सरकारले चाहे जति पैसा छाप्न सक्छ भने किन हरेक नेपालीलाई 1-1 करोड बाँडेर गरिबी हटाउँदैन त? यी दुईटा प्रश्न सुन्दा फरक लाग्छन्, तर यिनको जवाफ भने एकै ठाउँमा जोडिएको छ, जसको लागि हामीले पैसाले कसरी काम गर्छ त्यो बुझ्नुपर्छ। पैसा भनेको केवल कागजमा लेखिएको नम्बर मात्र होइन। तपाईको हातमा भएको 100 रुपैयाँको नोटमा 100 लेखिएको हुन्छ, तर त्यसको असली मूल्य त्यो अङ्कले होइन, बजारमा त्यसले कति सामान किन्न सक्छ भन्ने कुराले निर्धारण गर्छ। त्यसलाई हामी क्रय शक्ति अथवा पर्चेजिङ पावर भन्छौँ। मानौ तपाईले आज 100 रुपैयाँ लिएर बजार जानुभयो र त्यसले 1 किलो चामल किन्नुभयो, तर भोलिपल्ट फेरि त्यही 100 रुपैयाँ लिएर जाँदा त्यसले 1 किलो चामल किन्न पुगेन, केवल आधा किलो मात्र चामल किन्न सकियो। के भयो यहाँ? चामलको भाउ बढ्यो कि पैसाको मूल्य घट्यो? सही जवाफ हो पैसाको पर्चेजिङ पावर घट्यो, अर्थात् पैसाको किन्ने क्षमता घट्यो। तर त्यो 100 रुपैयाँको नोट त उस्तै छ। यो सम्भव चाहिँ कसरी भयो त? यो कुरा बुझ्न हामीले बजारको एउटा बेसिक नियमलाई बुझ्नुपर्छ, र त्यो हो डिमान्ड र सप्लाईको नियम। यदि कुनै सामानको डिमान्ड धेरै छ र सप्लाई कम छ भने त्यसको मूल्य बढ्छ। पैसाको हकमा पनि यही हुन्छ। पैसाको मूल्य निर्धारण गर्ने कोही एउटा व्यक्ति वा संस्था होइन, यो बजारमा भएको पैसा र सामान बीचको सन्तुलनले गर्ने गर्छ, र यही कारणले नै सरकारले जति मन लाग्यो त्यति पैसा छाप्न सक्दैन। कल्पना गर्नुहोस्, सरकारले हरेक नेपालीलाई 1 करोड बाँड्ने घोषणा गर्यो। अब तपाईसँग 1 करोड छ र तपाईले सोच्नुभयो ल म एउटा गाडी किन्छु। तपाईँ बजारमा पुग्नुहुन्छ, तर बजारमा गाडीको संख्या त पहिले जति नै छ। मानव 1 लाख गाडी मात्र उपलब्ध छन्। गाडी बनाउने कम्पनीले रातारात करोडौं गाडी बनाउन सक्दैन। अब तपाईँ मात्र होइन, तपाईका छिमेकी, साथीभाइ, गाउँ सहर सबैजनासँग 1 करोड हुन्छ र सबै गाडी किन्न दौडिन्छन्। गाडीको माग 81 3 करोड पुग्छ, तर बजारमा 1 लाख गाडी मात्र छन्। अब गाडी बेच्नेले सोध्छ सबैसँग पैसा छ तर गाडी भने कम छ, तर यसको माग भने धेरै छ। ल अब म गाडीको भाउ बढाउँछु। पहिले 10 लाखमा पाइने गाडी अब 15 लाख हुन्छ, तर त्यतिमा पनि किन्नेको लाइन लाग्यो भने गाडीको मूल्य 20 लाख, 50 लाख र 1 करोडसम्म पुग्न सक्छ। यस्तो अवस्थालाई इन्फ्लेसन भनिन्छ। यदि सरकारले पैसा छापिरह्यो भने बजारमा पैसा यति धेरै हुन्छ कि तपाईसँग भएको 100 रुपैयाँले एउटा रोटी वा कफी पनि किन्न सकिँदैन। दोकानदारले त्यो नोट लिन मान्दैन, किनभने उसलाई थाहा छ कि त्यो पैसाको कुनै मूल्य नै छैन। यस्तो अवस्थालाई हाइपर इन्फ्लेसन भनिन्छ। इतिहासमा यस्तो घटना धेरै पटक भएका छन्। जिम्बाब्वेमा 2000 को दशकमा सरकारले जथाभावी पैसा छाप्न थाल्यो। सुरुमा सरकारले सोच्यो हाम्रा जनता गरिब छन्, हामी पैसा छापेर बाँड्छौँ, सबै समस्याको हल हुन्छ। तर उनीहरूसँग बलियो अर्थतन्त्र थिएन, उत्पादन थिएन र पैसाको पछाडि कुनै पनि आधार थिएन। जब उनीहरूले अरबौं खरबौं जिम्बाब्वे डलर छापे, बजारमा पैसाको बाढी आयो, तर सामानको सप्लाई भने बढेन। डिमान्ड र सप्लाईको सन्तुलन बिग्रियो। 2008 मा जिम्बाब्वेमा इन्फ्लेसन यति बढ्यो कि 1 अर्ब जिम्बाब्वे डलरले एउटा रोटी पनि किन्न सकिँदैन थियो। मान्छेहरूले पैसा बोकेर हिँड्न पनि छोडे, किनभने त्यसको कुनै मूल्य नै रहेन। बजारमा 100 ट्रिलियन जिम्बाब्वे डलरको नोट छापियो, तर त्यसले एउटा अन्डा पनि किन्न सकिँदैन थियो। अन्ततः जिम्बाब्वेले आफ्नो पैसा नै छाडेर अमेरिकन डलर र दक्षिण अफ्रिकी र्यान्ड प्रयोग गर्न थाल्यो। त्यस्तै 2010 को दशकमा भेनेजुएलाको सरकारले पनि जथाभावी पैसा छाप्ने गल्ती गर्यो। भेनेजुएलासँग विश्वकै सबैभन्दा धेरै तेलको भण्डार छ। विश्वभर रहेको जम्मा ओइल रिजर्भको 19.3% भेनेजुएलासँग मात्रै छ। त्यसैले उनीहरूले सोचे हामीसँग तेल छ, हामी पैसा छाप्छौँ र जनतालाई बाँड्छौँ। उनीहरूले खरबौं पैसा छापे, तर तेलको मूल्य घट्यो र सरकारसँग पैसाको पछाडि कुनै पनि बलियो आधार रहेन। त्यसले देशमा डिमान्ड र सप्लाईको ब्यालेन्स बिग्रियो। बजारमा पैसा त धेरै भयो, तर सामानको सप्लाई भने भएन, जसका कारण 2018 मा भेनेजुएलाको इन्फ्लेसन 10 लाख प्रतिशतसम्म पुग्यो। अर्थात् आज 100 बोलीभारले किनेको सामान भोलि 10 लाख बोलीभारमा पनि पाइन छाड्यो। मान्छेहरूले बोरामा पैसा बोक्न थाले, तर त्यसले केही पनि किन्न सकिँदैन थियो। धेरैले त पैसा छाडेर पुरानो जमानाको जस्तो सामान नै साटासाट गर्न थाले। अघि मैले माथि भने जस्तै अमेरिकन डलर चाहिँ किन यति महँगो छ त? नेपाली रुपैयाँ किन सस्तो भयो? अनि अमेरिका जस्तै शक्तिशाली देश जापानको पैसा चाहिँ किन कमजोर छ त? यी प्रश्नको जवाब खोज्न हामीले इतिहासको पाना पल्टाउनुपर्छ। पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धले युरोपका ठूला देशहरू जस्तै बेलायत, फ्रान्स, जर्मनीको अर्थतन्त्र तहसनहस बनायो। कलकारखाना, शहर र बजारहरू ध्वस्त भए, तर अमेरिका भने यी दुवै युद्धमा सुरक्षित रह्यो। पहिलो युद्धमा अमेरिका 1917 मा मात्र जोडियो र दोस्रोमा भने 1941 मा जोडियो। त्यति बेलासम्म युरोप भने पहिले ध्वस्त भइसकेको थियो। युद्धपछि अमेरिकाले आफ्नो अवसर देख्यो। उसले युरोप र अन्य देशहरूलाई हतियार, खाद्यान्न र पुनर्निर्माणका सामानहरू बेच्न थाल्यो।
तर युद्धले ती देशहरूको ढुकुटी रित्तिएको थियो। उनीहरूसँग पैसा थिएन, त्यसैले उनीहरूले अमेरिकालाई सुन दिन थाले। बिस्तारै अमेरिकाले विश्वको सुन आफूतिर तान्यो। 1940 को दशकसम्म आइपुग्दा विश्वको झन्डै 70% सुन अमेरिकाको खजानामा जम्मा भयो। त्यति बेला गोल्ड स्ट्यान्डर्ड चल्थ्यो, जस अनुसार देशहरूसँग जति सुन छ त्यति मात्र पैसा छाप्न पाइन्थ्यो। तर सुन भने अमेरिकासँग थियो, बाँकी देशहरूको सुन सकिँदै गयो र उनीहरूसँग पैसा छाप्ने आधार कमजोर भयो। त्यस्तो अवस्थामा अमेरिकासँग व्यापार गर्न उनीहरूलाई डलर चाहियो। चाहेर होस् या नचाहेर होस् विश्व व्यापारको आधार डलर बन्यो। यो बाध्यताबीच 1944 मा अमेरिकाको ब्रेटन वुड्समा एउटा ऐतिहासिक सम्मेलन भयो, जसलाई ब्रेटन वुड्सको सम्मेलन भनिन्छ, जहाँ 44 देशका प्रतिनिधिहरू जम्मा भएर दुई ठूला निर्णय गरे। पहिलो निर्णय हरेक देशको मुद्राको एक्सचेन्ज रेटलाई अमेरिकन डलरसँग जोड्ने, जस्तो आज नेपालको 160 रुपियाँ बराबर भारतको 100 रुपियाँ रेट फिक्स छ। दोस्रो निर्णय डलरको मूल्य सुनसँग टाई अप गर्ने वा फिक्स गर्ने। अमेरिकी सरकारले $35 मा 1 आउन्स सुन किन्न पाइने ग्यारेन्टी दियो, अर्थात् कसैले अमेरिकी डलर लिएर आउँछ भने उसले त्यो बराबरको सुन लिएर जान पाउँथ्यो। त्यो ग्यारेन्टीले डलरलाई सुन जस्तै विश्वासिलो बनायो। जुन देशहरूसँग सुन थिएन उनीहरूले डलर जम्मा गर्न थाले, किनकि अमेरिकासँग व्यापार गर्न डलर चाहिन्थ्यो र अरू 44 देशहरूले पनि डलरलाई मान्यता दिएकोले ती देशहरूमा पनि डलर चल्थ्यो। त्यसमाथि सुन किन्न परे पनि डलरले सजिलै काम गर्थ्यो, जसको कारण डलरको माग र मूल्य दुवै आकाशियो। तर 1955 बाट अमेरिका र भियतनाम बीचको भियतनाम युद्धको औपचारिक सुरुवात भयो। अमेरिकाको सैन्य खर्च वात्तै बढ्यो। अर्कोतिर युरोप र अन्य देशहरू दोस्रो विश्वयुद्धबाट बिस्तारै उठ्दै थिए। उनीहरूको अर्थतन्त्र सुध्रँदै गयो र उनीहरूले अमेरिकाबाट डलर साटेर सुन फिर्ता लिन थाले। अमेरिकी सरकारसँग भएको सुनको भण्डार बिस्तारै घट्दै जान थाल्यो। अमेरिकासँग भएको सुन सकियो भने डलरको मूल्य घट्ने अमेरिकी सरकारले राम्रोसँग बुझेको थियो। त्यसैले 1971 मा अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले एउटा ठूलो निर्णय गरे। ब्रेटन वुड्सको सम्मेलनले कायम गरेको डलर र सुनको सम्बन्ध उनले तोडिदिए। अब अमेरिकी डलर लिएर आउनेहरूले पहिले जस्तो सुन लिएर जान पाएनन्। त्यो निर्णय अरू देशहरूका लागि निकै सकिङ थियो, किनकि उनीहरूले सुनको सट्टा डलरलाई आफ्नो ढुकुरीमा राखेका थिए। अमेरिकी डलर पछाडि रहेको सुनको ग्यारेन्टी हट्यो। सबैले सोचेका थिए अब डलर कमजोर हुन्छ, तर ठिक त्यसको उल्टो भयो। त्यति बेलासम्म अमेरिकाको अर्थतन्त्र विश्वको सबैभन्दा ठूलो बनिसकेको थियो। ठूला ठूला कम्पनीहरू जस्तै फोर्ड र जेनरल इलेक्ट्रिक्सहरूले विश्वभर आफ्नो सामान बेच्ने गर्थे। अर्कोतिर 1974 मा अमेरिकाले साउदी अरबसँग एउटा गोप्य सम्झौता गर्यो। त्यति बेला साउदी अरबले विश्वमै सबैभन्दा धेरै तेल उत्पादन गर्थ्यो। सम्झौता अनुसार साउदी अरबले अमेरिकी डलरमा मात्रै तेल बेच्नुपर्ने भयो, जसलाई पेट्रो डलर सिस्टम भनिन्छ। त्यसको बदलामा अमेरिकाले साउदीलाई सैनिक सुरक्षा, हतियार र राजनीतिक रूपमा समर्थन दियो। अब विश्वका देशहरूलाई तेल किन्न डलर चाहिने भयो, जसले गर्दा अमेरिकी डलरको डिमान्ड फेरि पनि बढ्यो र सुनसँग नजोडिए पनि डलर विश्वको रिजर्भ करेन्सी बनिरह्यो। आज पनि विश्वका धेरै देशहरूले आफ्नो फरेन करेन्सी रिजर्भ डलरमै राख्छन्। अब नेपालको कुरा गरौँ। नेपालको अर्थतन्त्र सानो छ। हामी धेरैजसो सामानहरू बाहिरबाट आयात गर्छौँ। यी सबै किन्दा हामीलाई डलर चाहिन्छ, किनभने यी सामानको अन्तर्राष्ट्रिय व्यापार डलरमै हुन्छ। उदाहरणको लागि यदि हामी भारतबाट गाडी किन्छौँ भने पनि भारतले डलर वा भारतीय रुपियाँ माग्छ र हामीले डलर साटेर भारतीय रुपियाँ बनाउनुपर्छ। त्यस्तै चीन वा अमेरिकाबाट सामान ल्याउँदा सिधै डलर दिनुपर्छ। अर्कोतिर हाम्रो निर्यात धेरै कम छ। 2023-24 को तथ्याङ्क अनुसार नेपालको कुल आयात झन्डै 16 खर्ब रुपियाँ रहेको छ, तर निर्यात भने जम्मा 1.5 खर्ब रुपियाँ मात्र रहेको छ। यो असन्तुलनले हामीलाई डलरको धेरै आवश्यकता पर्छ, तर हाम्रो रुपियाँको डिमान्ड भने कतै पनि छैन। जब हामीलाई डलर धेरै चाहिन्छ तर हाम्रो पैसाको डिमान्ड भने कम हुन्छ, नेपाली रुपियाँको मूल्य घट्छ। यदि हामीले धेरै निर्यात गर्यौं र अन्य देशले हाम्रो पैसा ढुकुटीमा राखे भने मात्र रुपियाँको मूल्य बढ्न सक्छ। अब यहाँ अर्को एउटा रोचक प्रश्न उठ्छ। यदि डलर बलियो हुनुमा उसको अर्थतन्त्रको भूमिका छ भने जापानको येन किन कमजोर छ त, जबकि जापान विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको देश हो। आजको मितिमा एक अमेरिकन डलर बराबर झन्डै 150 जापानी येन छ। यो बुझ्न हामीले जापानको आर्थिक नीति हेर्नुपर्छ। जापानको अर्थतन्त्र मुख्य रूपमा निर्यातमा आधारित छ। टोयोटा, सोनी अनि प्यानासोनिक जस्ता विश्व प्रसिद्ध कम्पनीहरूले जापानलाई धनी बनाएका छन्। यी कम्पनीका टिभी, गाडी र ग्याजेटका सामानहरू विश्वभरि छरिएका छन्। त्यसैले जापान सरकारले जानी जानी आफ्नो मुद्राको मूल्य कम राख्न खोज्छ, किनभने सस्तो येनले जापानी सामान विश्व बजारमा सस्तो बनाउँछ। मानौ टोयोटा गाडीको मूल्य जापानमा 30 लाख जापानिज येन पर्छ।
यदि $1 बराबर 100 येन भयो भने त्यो गाडीको मूल्य अमेरिकामा $30,000 पर्छ। तर $1 बराबर 150 येन भयो भने त्यो गाडीको मूल्य केवल $20,000 पर्छ। गाडी बनाउन जापानिज कम्पनीलाई त्यति नै पैसा लाग्छ। तर येन सस्तो भएकोले अमेरिकामा गाडीको मूल्य भने सस्तो हुन्छ, जसबाट टोयोटा धेरै बिक्छ र जापानको निर्यात उकालो लाग्छ। त्यसैले जापान सरकारले जानी येनलाई सस्तो बनाउन चाहन्छ। येन सस्तो हुनुका अरू पनि कारणहरू छन्। अमेरिकन डलर जस्तो येन विश्वको रिजर्भ करेन्सी होइन, साथै जापानको ब्याज दर निकै कम छ। आजको दिनमा जापानको ब्याज दर करिब 0.5% छ, जबकि अमेरिकाको 4.5% छ। उच्च ब्याज दरले विदेशी लगानीकर्ताहरूलाई तान्छ, तर जापानको कम ब्याजले गर्दा येनमा लगानी कम आउँछ। माग कम भएपछि येनको मूल्य पनि कम हुन्छ र यो जापान सरकारले जानी गरेको निर्णय हो। पैसाको मूल्य बुझ्नु भनेको कुनै पनि देशको भविष्य र इतिहासलाई बुझ्नु हो। डलर होस्, येन होस् वा नेपाली रुपैयाँ, हरेकको पछाडि एउटा कथा छ। पैसा केवल कागज होइन, यो एउटा संसार हो जहाँ अर्थतन्त्र, व्यापार, नीति र हाम्रो भरोसासँग जोडिएको छ। हामीले आफ्नो अर्थतन्त्रलाई कसरी आकार दिन्छौँ त्यसले हाम्रो पैसाको भविष्य लेखिन्छ। यदि हामीले उत्पादन बढायौँ, कल कारखाना खोल्यौँ र निर्यात विस्तार गर्यौँ भने हाम्रो पैसाको माग पनि विश्वमा बढ्न सक्छ। तर त्यसका लागि सही नीति र दूरदर्शी सोच चाहिन्छ। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद। अर्को भिडियोमा अर्को टपिक लिएर आउनेछु। नमस्कार।